ल ल के हो फेरि यहाँ कानमुख सबबाट रगत आइरहेको थियो ओ माइ गॉड हेलो हेलो नमस्ते नमस्कार यहाँहरु सबैजनालाई स्वागत छ मेरो फेरि पनि नयाँ भिडियोमा र मैले भिडियो नहालेको चाहिँ 3-4 दिन चाहिँ भइसकेछ र भिडियो नहाल्नुको पनि रिजन छ कारण छ भनौं न समयले गर्दाखेरि अलिकति नमिलेको कारणले गर्दाखेरि भिडियो चाहिँ हाल्न पाएको छैन खैर केही छैन किनकि मेरो काम चाहिँ जारी नै छ र त्यही काम गर्दै आउने क्रममा चाहिँ म आज यस्तो लोकेसनमा आइपुगेको छु मैले चाहिँ ठ्याक्कै प्यासेन्जर चाहिँ कहाँदेखि उठाएको भन्दाखेरि बालाजु नयाँ बस पार्कदेखि उठाएको टिप चाहिँ 500 को टिप थियो कति लगभग 20 किलोमिटर थियो होला त्यो लिएर आउने क्रममा चाहिँ म यस्तो लोकेसनमा आइपुगेँ खासमा मैले त्यो प्यासेन्जर लिएको चाहिँ यहाँ तल हो देख्न सक्नुहुन्छ यहाँ यो हल्का देखियो घरहरु भन्दा यतापट्टि दामी रहेछ ठाउँ चाहिँ त्यहाँदेखि चाहिँ मैले भिडियो बनाएन किनकि म 3 दिन फर्केर जाने भन्ने मेरो चाहिँ इच्छा आकांक्षा थियो र त्यहाँ आएपछि चाहिँ मलाई चाहिँ के सल्लाह भयो भनेदेखि त्यहाँदेखि भन्दा पनि त्यहाँदेखि सिधै आएर यो छेडदेखि छिरेपछि चाहिँ यहाँदेखि सिधै उता गएपछि चाहिँ सूर्य विनायक चोक चाहिँ एकैचोटि झर्छ अरे भनेर चाहिँ म चाहिँ यहाँ तलदेखि सिधै यो जङ्गल हुँदै हुँदै यो देख्न सक्नुहुन्छ यो कच्ची बाटो आएँ अब चाहिँ यता झर्नुपर्ने हुन्छ यहाँदेखि चाहिँ सिधै सूर्य विनायक झर्छ अरे कति मलाई यहाँ आउनु लगभग 45-46 मिनट लाग्यो के त्यति टाढा रहेछ टाढै भए पनि प्यासेन्जरलाई चाहिँ ल्यायो तर प्यासेन्जर चाहिँ के आएको रहेछ यहाँ भन्दाखेरि चाहिँ यहाँ तल यो देख्न सक्नुहुन्छ यहाँ दामी यो हल्का मात्रै देखिने रहेछ जुन राम्रो लोकेसन चाहिँ यता भित्र रहेछ के धानबारी हो त्यो चाहिँ देख्न सक्नुहुन्छ अनि त्यहाँ चाहिँ तिनीहरूको खै यो दसैँ तिहारको सुटिङ हो के चल्दैछ अरे त्यहाँ आएको रहेछ त्यो बहिनी पनि नयाँ रहेछ कहिले आएको रहेनछ सुटिङको लागि बोलाएर चाहिँ यहाँ आएको रहेछ त्यो बहिनी पनि छक्क म पनि छक्क भनौँ न यस्तो लोकेसनमा आइपुग्यो कहिले नआइपुगेको लोकेसन र यो चाहिँ मलाई ठ्याक्कै कहाँ जस्तो लाग्छ भने यो लेलेतिर अनि यो माथि यो ललितपुरको के भन्छ भटे डाँडा त्यस्तै टाइपको छ के पुरा जङ्गल बाटो पनि त्यस्तै देख्न सक्नुहुन्छ जङ्गल अनि मेरो चाहिँ बिचमा के भइरहेछ भन्दाखेरि अस्ति जुन आन्दोलन भएदेखि चाहिँ मेरो काम चाहिँ अलिकति कुचरोक भइरहेछ के अलिकति बाइकले पनि धोका दिइरहेको अवस्था छ अनि त्यस्तै भनौँ न अलिकति खुलेर पनि हिँड्नु नपाउने अलिक त्यस्तै अलिकति गाडी घोडा अलिकति कमजोर भइसक्यो पछाडि चाहिँ अलिकति हिँड्नु पनि मन नलाग्ने छ त्यही भएर खासै मैले चाहिँ काम त्यति चाहिँ मजाले पेलिएर चाहिँ काम चाहिँ गरेको छैन ल अब चाहिँ म यहाँदेखि सरासर झर्छु किनकि अब हेरौँ अब कति चाहिँ यहाँदेखि सूर्य विनायक चोक झर्नलाई खासै टाढा चाहिँ छैन भन्थ्यो अनि यहाँ आइसके पछाडि मेरो चाहिँ के भन्छ हावा पनि हल्का गयो के हावा पनि कम भयो अब चाहिँ ओह्रालो होला मलाई जहाँसम्म लाग्छ किनकि म हाइटमा छु नि त खैर केही छैन तलसम्म पुगिन्छ नि होला भन्ने इच्छा आकांक्षा छ सो त्यही हो अनि यति भन्दै आजको भिडियोलाई पनि कन्टिन्यू अगाडि बढाउन चाहन्छु अब जाउँ यहाँदेखि पनि फर्किँदा पनि अब लगभग त्यस्तै 3-4 सेकै टिप भए पनि मलाई चाहिँ हुन्छ किनकि रित्तो जानुभन्दा आशा छ पाइन्छ होला अनि देख्न सक्नुहुन्छ यता के दामी रहेछ कि यहाँ ठुलो मन्दिर रहेछ त्यहाँ मन्दिरको टुप्पा मात्रै देखिरहेको छ त्यहाँनिर रहेछ त्यो गुम्बा के रहेछ ठुलो जङ्गल एरिया त्यहाँ रहेछ त्यहाँदेखि चाहिँ भ्यू मलाई जहाँसम्म लाग्छ खतरा देखिन्छ होला यता तलतिर किनकि यता चाहिँ जङ्गल एरिया छ ल म चाहिँ यहाँदेखि लाग्यो अब तेल पनि सकिएछ त्यहाँ गएर तेल लाउनु पर्ने हुन्छ हावा लाउनु पर्ने हुन्छ ठाउँ चाहिँ बबाल रहेछ कि सुनसान ओ चिप्ले किरा पनि पाउँदो रहेछ यार यता त्यो देख्न सक्नुहुन्छ पुरा कालो चिप्ले किरा के आम्म के हो जङ्गल त यार ओ दिउँसै बाघ आउँछ जस्तो हट भएको ओहो क्या चिसो जङ्गल है खतरनाक रहेछ नि त जङ्गल त निकै तलै रहेछ नि खासै नजिक त के हुन्थ्यो त्यति हाइट चढिसके पछाडि तर ठाउँ चाहिँ बबालै गएछ त डर चाहिँ अलिकति डर लाग्ने ठाउँ रहेछ तर दामी सुनसान चिसो बाटो पनि त्यही खालको ल के हो फेरि यहाँ के भयो यस्तो ल एक्सिडेन्ट भएछ यार के एक्सिडेन्ट भयो त के हो नि के भयो यार ओहो रगतै रगत भएछ नि त्यहाँ ओहो ओ माइ गॉड गाडीले हाने गरे यार के भयो रहेछ के भएको होइन म पठाउने बुक भएको छैन मेरो के हो के भयो त कुटेको
सबबाट लगाइरहेको छ के भयो के भयो यार यार कानबाट मुखबाट सब पल्टाइरहेको छ यो के भएको खै चोर भन्छ खै तिनीहरू चोर ग्याङ फाइट केही छ कि चोर भनेर पो चोर भनेर पो हो पिट्ने मान्छेले ट्यापिने हो भने यो के हो यार चोर भनेर कुटेको भने चोर भनेर त होइन होला यार यस्तो देखेपछि फेरि मलाई यार गाडी चलाउनै मन लाग्दैन कि होस् यार बेसी दिमाग खराब हल्का भोक लागिरहेको थियो थर हल्का काम गरिरहेको थियो त्यतिखेर झन् पर्छ कति छ त्यो नयाँ ठाउँमा आएको नयाँ कुरा पो देखिसक्यो चोर भनेर हानेको भनेर चाहिँ भन्छ हाम्रो चाहिँ चोरले नै हानेको नादेखि मुखदेखि कामदेखि चोट गइरहेको थियो हुँदा पनि मान्छे चाहिँ ज्यादा रहेछ यार उठेर कुद्दै थियो म चाहिँ अहिले मेन रोडमा झरिसकेँ नजिकै रहेछ त्यो कान्छाहरूले भनेको थियो खासै टाढा चाहिँ रहेनछ तर त्यहाँ आउँदा के देखेको थियो चोर भनेर हिर्कायो भने त तर खासै हेर्दाखेरि चोर त देखिनँ त्यो चाहिँ यार सानो केटो पनि तिहार नै हो भन्छ के होला हुन्छ होइन सबैको के दुश्मनी होला मामाहरू पनि जाँदैछ पुलिसहरू पनि जाँदैछ अब उनीहरूले गर्ला धेरै माथिदेखि आएँ बल्ल मान्छे यहाँ ग्यारेज हुन्छ कान्छ कस्तो यहाँ आउनु हावा ल मैले चाहिँ यहाँ हावा पनि लगाइसक्यो अब मलाई टिप पनि आइसक्यो बालाजु पुलिस स्टेसन त्रिशुली हाइवेको जति 230 रहेछ 230 उठेको रहेछ त्यति नै मैले चाहिँ ओके गरिदिएँ अब किनकि खाली जानुभन्दा बरु यही एक्टिभ भए पनि लिने जाने हेलो हेलो लोकेसनमै हुनुहुन्छ लोकेसनमै आउनुहोस् ए हस् सोनी उहाँ कहाँ हुनुहुन्छ भनेदेखि चाहिँ कति खासै टाढा चाहिँ हुनुहुन्न उहाँ 500 मिटर पर रहेछ यता पछाडि यही ठाउँमा उहाँको लोकेसन तर खोइ हुनुहुन्न यो अलिकति भित्र यो घर रहेछ बाला जाने हो जाने इन्ड्राइभ गर्नुभएको छ हो ए ल ल ल उहाँ हुनुहुँदो रहेछ ल बालाजी होइन बालाजी होइन बालाजी पुलिस स्टेसन त्रिशुली हाइवे काठमाडौँ अघि नै गर्नुभएको थियो नि किन फेरि क्यान्सल गर्नुभएको हो र